एकजना भारतको नयाँ दिल्ली हुँदै यात्रा गर्ने नेपालीले पाएको दुःखको विषयमा अहिले चर्चा भइरहेछ र भारतको एयरपोर्टमा ट्रान्जिट लिएर तेस्रो देश उडान गर्ने युरोप अथवा खाडीको देशहरू अथवा चाहिँ मलेसिया अथवा युएस यात्रा गर्ने यात्रुहरूले जहिले पनि दुःख पाएको देखिन्छ र धेरैले दुःख भोगेका छन् र यो चाहिँ इन्डियन इमिग्रेसनले फेरि पनि सुरुदेखि प्रक्रिया सुरु गरेर नयाँ यात्रीलाई जस्तै चेक गरेको कारणले गर्दा दुःख पाएको देखिन्छ। वास्तवमा ट्रान्जिटमा हुनुपर्ने के हो भने नेपालमा इमिग्रेसन चेक भइसकेपछि इन्डियन इमिग्रेसनले फेरि चेक गर्न आवश्यक छैन। त्यो एउटा ट्रान्जिट पोइन्ट मात्रै त्यहाँ ओर्लिने, केही समय पर्खिने, सेक्युरिटी चेक इन गर्ने अनि त्यसपछि फेरि यात्रातर्फ जाने। र त्यसै गरी इन्डियालाई मा अर्को ट्रान्जिट लिएर नेपाल फर्किने यात्रुहरूले पनि धेरैचोटि सामानहरू हराएको, तोडफोड भएको र व्यवहार एकदम नराम्रो गरेको भनेको पाइन्छ। यो इन्डियनहरूले गर्ने हेपा प्रवृत्ति यो एकदमै छँदैछ। यो ट्रान्जिट रुल अनुसार छैन। अरू कन्ट्रीमा यसरी हुँदैन, तर इन्डियामा यो नेपालीको लागि स्पेसल्ली हुन्छ। अर्थात् नेपालीहरूलाई अन्तर्राष्ट्रिय व्यवहार इन्डियाले गर्दैन। यो देखेको भोगेको कुरा हो। यो त भयो एयरपोर्टमा गर्ने इन्डियन अथोरिटीको मान्छेहरूले कुरो। तर सामान्य इन्डियन सिटिजन, सामान्य इन्डियन नागरिकहरूले पनि नेपाली नागरिकहरूलाई संसारभरि गर्ने व्यवहार यस्तै यस्तै हेपाह नै हुन्छ। म आफ्नो पर्सनल अनुभवमा पनि धेरैवटा खाडीका कन्ट्रीका साथीहरूले पनि कुरा गर्नुहुन्छ, मलेसियाका साथीहरूले कुरा गर्नुहुन्छ र युरोपतिर बस्ने नेपाली साथीहरूले पनि कुरा गर्नुहुन्छ। यदि कुनै इन्डियनसँग तपाईँले हिन्दीमै गफ गर्नु त प्रायः धेरै नेपालीलाई हिन्दी आउँछ, हिन्दी मुभिजहरू हेरेरै हामी हुर्केको बढेको जान्दछौँ। तर यदि तपाईँ हिन्दीमै गफ गर्नुहुन्छ भने उनीहरूले गर्ने व्यवहार एकदम हेपाह हुन्छ, उनीहरूले हेप्छन्। तपाईँलाई धेरै कुराहरू सिकाउँछन्, सिकाउन खोज्छन्, बुझ्छन्, तँ यसो गर, उसो गर भनेर उनीहरूले धेरै कुराहरूमा प्रभाव पार्न खोज्छन् यदि तपाईँ हिन्दीमा गफ गर्नुहुन्छ भने। होइन तपाईँले मलाई हिन्दी आउँदैन, म इङ्ग्लिसमा गफ गरौँ भन्दा तपाईँ इङ्ग्लिसमा गफ गर्न सुरु गर्नुहुन्छ भने उसको यो कुरा रवैया फरक हुन्छ, व्यवहार समान हुन्छ, सामान्य व्यापार हुन्छ। हिन्दीमा बोल्नु भयो भने, हिन्दीमा गफ गर्नुभयो भने उसले तपाईँलाई हेपिहाल्छ। स्पष्ट सधैँ मैले भोगेको प्रत्येक धेरै ठाउँमा भोगेर त्यसपछि मैले हिन्दीमा गफ गर्न छोडेँ, इङ्ग्लिसमै गफ गर्ने। तर त्योसँग तपाईँले भन्न के छुटाउनु भयो भने मलाई हिन्दी चाहिँ आउँछ अथवा म हिन्दी बोल्न जान्दिनँ, बुझ्न चाहिँ बुझ्छु, म मुभीहरू हेर्छु त्यसले गर्दा म हिन्दी बुझ्छु भनेर तपाईँले इङ्ग्लिसमा गफ गर्न थाल्नुभयो भने उसले तपाईँलाई सम्मानजनक व्यवहार गर्छ। किनभने अर्को कुनै अरू इन्डियनसँग चाहिँ उसले हिन्दीमा गफ गरेर मेरो बारेमा उसले केही भन्न सक्दैन, किनभने म बुझ्छु हिन्दी, तर बोल्न चाहिँ म बोल्दिनँ। हो यसरी भने यस्ता खालका समस्याहरूलाई मिटिगेट गर्न सकिन्छ, कम गर्न सकिन्छ। तर पनि यो व्यावहारिक रूपमा नेपालको राजनीतिक कारणले, नेपालको आर्थिक कारणले गर्दाखेरि नै नेपाललाई विभिन्न देशमा हेपिने गरेको देखिन्छ। यो इन्डियाको हकमा एकदम बढी लागु हुन्छ र यतिसम्म कि इन्डियनहरूले नेपालीहरू चाहिँ अलिक सक्षम भएको देख्न पनि सक्दैनन्, देख्न पनि मान्दैन। त्यसले गर्दा इन्डियनहरूसँग व्यवहार गर्नु अघि विचार गर्नु होला, हिन्दीमा कहिले गफ नगर्नु होला।